साथीभाइ तपाईँलाई एकदम ह्याप्पी दिवाली है। दिवालीको शुभकामना तपाईँहरूलाई है। र तपाईँलाई एउटा है दिवालीको चाहिँ के भन्दा यो कालो भाँडा चाहिँ कसरी मोल्नुपर्छ है तपाईँलाई एउटा तरिका सिकाउन जाँदैछु हो। यो कालो भाँडालाई र तपाईँहरूकोमा अब पहिलादेखिको धेरै वर्षदेखिको अगाडिको थुप्रेको नि होला है। र यो चाहिँ नयाँ हार्पिक ल्याइसक्यो होइन साथीभाइ। र तपाईँहरूले एउटा छिटोको लागि चाहिँ यो हार्पिक लाउनु पर्ने मनतातो पानी है साथीभाइ, टक्कै लाउनु पर्ने हुन्छ है। ठिकैको अब भाँडा हेरेर लाउँदा भइगयो साथीभाइ। र यसरी लगाएर तपाईँको फिट्नुपर्ने भयो अब टक्कै हो यसरी चट्टै फिट्ने हो। अनि हेर्नुहोस् है यस्तो छ कलर चाहिँ अब तपाईँहरूको यहाँ अब हालिहाल्ने हो। तलाक तुलुक टल्किहाल्छ तपाईँहरूको, टल्काएर पनि देखाइदिइहाल्छ यहाँ हेर्नुहोस् है। अब यस्तो छ झ्याँका हेर्नुहोस् दागै दाग है। अब यसलाई चाहिँ एकछिनमै हुन्छ है साथीभाइ। यसरी सर्रै नजिक ल्याएर पनि तपाईँलाई देखाउँछु हेर्नुहोस्। यसरी सबै भिजाउनुहोस् यसरी टक्कै हो। र तपाईँलाई छिट्टो तरिका आइडिया तपाईँले सबै लाउनुहोस् यसरी कामराङ खोम्रो लगाउने साथीभाइ। एकछिन चाहिँ तपाईँहरूको मालिस गर्नु पऱ्यो नि भाँडालाई होइन साथीभाइ। सितम्बरले चाहिँ अब कतिवटा हातहरू पनि है खान्छ। र त्यो कारणले गर्दा तपाईँहरूको यहाँ तयारी फेरि अर्को कुरो यहाँ यी साबुन पनि रेडी छ। साबुन जुस साथीभाइ हो टक्कै। र कम्ती गयो साथीभाइ। अब चाहिँ यसलाई सर्ट पखालेर हल्का साबुन गजगज लाएर धुनुपर्ने हुन्छ साथीभाइ हो। ल तपाईँहरूलाई यसरी नै सबै धेरै दर्शकसम्म पुर्याइदिने है। अनि उहाँहरूले पनि यो छिटै सुकोस् है। र शुभ बिहानी हामी धुँदैछौँ भाँडा यसरी है। छिटो पनि हुन्छ र बेलुका यसरी सुकाएर त मजाले लक्ष्मी पुस्नु सुविस्ता भयो साथीभाइ होइन। ल अब चाहिँ फाइनली टल्काइसकेर देखाउँछ साथीभाइ। ल यो हार्पिक लगाएको छ यसलाई मेरो तातो पानीमा है भिजाएर। अब यसलाई पखालिसकेको छु पानीले है। पाखालेर यी गदगद साबुन बनाएर चाहिँ स्वाई कि स्वाई साथीभाइ यसरी चाहिँ हो यसरी चाहिँ मजाले दिनुपर्छ है। साबुनले चाहिँ ड्याई कि ड्याई हो। यसरी चाहिँ मोल्यो भने चाहिँ एकदमै दामी हुनेछ साथीभाइ। छिटो मिठो है दामी पनि हुन्छ यसरी। अब टक्क पखाल्ने साथीभाइ यसरी। अब हेर्दै गर्ने तपाईँहरूले एकदमै यहाँ हेर्नुहोस् ल। कस्तो चाहिँ टल्किन्छ भन्ने कुरो चाहिँ बेसी बल पनि परेन ताकत पनि परेन हामीलाई है। सजिलो तरिका तपाईँहरूलाई एकदमै लक्ष्मी पूजाको तपाईँहरूलाई ल भाँडाहरू टल्काउनु अलिक गाह्रो भयो भने चाहिँ हाम्रो चेलीबेटीको लागि है। र यसरी चाहिँ टल्काइदिएको साथीभाइ टालाक्कै हो क्या साथीभाइ। यति राम्रो बनाइन्छ साथीभाइ ल। र तपाईँहरूले चाहिँ एकदमै सबै साथीभाइसँग पुर्याइदिने है। र आजको भिडियो यति ल सबैलाई बाई बाई छ ल।